सक्यो खसी खाने बेला फर्सी खुवाएर बसेको छ सधैँ कतै फर्सी खानु आज म खसी लिएर आउँछु खसी र भात बजाउने है त म खसी लिन गए तिमी बस्दै गर मासु लिने भनेर त आइयो मासु पसलै देख्दिन यार अब कहाँ जाने मासु लिन मासु पसलै छैन ओहो साथी अनि के छ सन्चै छौ सन्चै छ नि हो गरे तिमीले कहाँ गर्ने यार मैले त हमक छोकको पनि छैन तिमीले गर्यो मैले त यार सकै छैन यार सरहरू के भएको क्या कति धेरै हमक दिएको ए तिमी त यार कस्तो ल्याङ गर्ने यार त्यही त भने सरहरूलाई मैले हमक दिने मिल्थ्यो भने नि म त दुईटा चाइनिज किताब नेपालीमा ट्रान्सलेट गरेर ल्याऊ भन्थ्यो क्या हो यार त्यो भन्दा नि बढी दिनु पर्ने हो क्या खास मान्छेहरू पिङ खेलिरहेछन् आफू कपीका पाना खेल्नु परेको छ त्यही भने यो स्कुलले लास्ट तनाव दिएको छ भने साथी लास्टै ल्यान्छ यार साथी अनि टाढै हिँडेको साथी म त टाढै हिँडेको तिमी पिङ खेल्न होला यार साथी म यार ल ल ल है मान्छे साथी परसम्म जानु छ मासु लिन यार आज मासु पस्काउने हो ल साथी है ल है ल ल यहाँबाट लिनुपर्छ मासु फ्रेस मासु सब लेखेको छ फ्रेस लेखेको छ त्यहाँ पनि फ्रेस देखाएको छ यहीँबाट लिने हो 1 केजी मासु लिन्छु खसीको मासु भनेर लिन आएको पैसा दिएन 1 पाउ भयो भने अब कुखुराकै मासु लिन्छु म भाइ मासु छ मासु छैन भाइ यो के हो दाइ मजाक नहान्नु न मासु देखि पनि मासु सोध्ने कस्तो भाइ मासु छ त दाइ मासु कसरी छ मासु पिसमा छ भाइ दाइ त्यस्तो भनेको होइन क्या अलिकति महँगो छ भाइ त्यति महँगो छैन मैले किन्न नसक्ने पनि महँगो हुन्छ यार त्यति महँगो होइन भाइ हुन सक्छ अलिकति महँगो भए पनि त्यसलाई चाहिँ सस्तो सम्झेर लान सक्छौ मिलाएर दिन्छु भाइ किनकि यसले चाहिँ सुन खान्छ होइन के भाइ दसैँ आयो दसैँमा होटलमा चाहिन्छ भन्नु न यार कुखुरा त खसी हो यार ल भाइ एउटा कुरा सुन तिमी मासु किन्न आइहाल्यो धेर लेङलेङ नगर अहिले अरू ग्राहक पनि आउँछन् मासु किन्नको लागि त्यसो हुँदाखेरि कुरा मिलाउने जति डोरी बाटे पनि एकै ठाउँमा गाँठो हुने हो अनि मासु किनेर लैजाऊ तिमीलाई सस्तो मूल्यमा दिन्छु हुन्छ तपाईले मलाई हेर्न खोजे यार म पैसै हाल्न नसक्ने जस्तो ठाने त्यो सुक्मेल छ ए सुक्मेल मसला सबै छ त्यो आन्टीकोमा पनि रहेछ के हो कुखुराको मासुमा हाल्ने मिट मसला छ मिट मसला सुक्मेल तेल तिमीले जे भन्छौ त्यही छ कुखुराको आन्द्रा भुरी सुने भने के उ त्यो आन्टीकोमा पनि रहेछ के अनि भाइ त्यो छ त्यो खसीको दिमाग छ दिमाग खसीको दिमाग होइन यहाँ के को दिमाग छ भने चाहिँ तिम्रो चाहिँ दिमाग खुस्किया रहेछ किन खसीको दिमाग खोज्छौ भाइ यार दिमाग खसी ल्याउनु आएको मान्छे घरि खसीको सोध्छ घरि कुखुराको दिमाग सोध्छ त्यसलाई कुखुरा हुन्छ कि चिकन हुन्छ चिकन भने पनि हुन्छ कुखुरा भने पनि हुन्छ जान्नेले उल्टो न सोध्छ चिकन हो नि चिकन हो ल भाइ ढिलो नगरौँ तिमीले खसी मिलाएर कुखुरा मिलाएर तिमीले लैजाऊ म दसैँ तिहारको खसी र कुखुरा मिलाएर त अर्कै भन्छ नि सुन न भाइ जेसुकै सामान पनि हाम्रोमा मेरोमा भनेको सस्तो छ सस्तो मिलाएर अफरमा दसैँ तिहारको त्यो पनि तिमीलाई मात्र अफर चाहिँ के दाइ अफर सुन तिमीले 1 केजी यदि यो मासु लैगयो भने तिमीले 10 केजी उठाउँछ जस्तो गप्चे हान्यो 1 केजी पनि लान्छौ लादैनौ 1 केजी यो कुखुराको मासु लग्यो भने तिमीलाई अफर सुनिहाल्ने त अफर भनिहाल्नु न छिटो भन्नु नि पहिला मूल्यको कुरा गरौँ मूल्य कसरी 1 केजीको 2000 हो भाइ यार सुन खान्छ यसले सुन खाए जस्तो गफ भन्नुहुन्छ सुन खाए पनि पित्तल खाए पनि मासु हो भाइ मासु ढुङ्गा मलाई त्यो अफर सुनाउनु के अफर 1 केजीको 2000 मा तिमीले 1 केजी मासु मात्र उठायौ भने दुईटा हड्डी चाहिँ तिमीलाई दुईटा हड्डी अनि हड्डी फेरि भएर कुकुर तिहार आएकै छैन यार मलाई त्यो कुकुर सम्झे मासु बिनाको हड्डी हुन्छ भाइ कुकुर भन्या छ भाइ दाइ 1 केजी मासु हाल्दिनु त लु 1 केजी हाल्दिनु ल 1 केजी हाल्ने हो हाल्दिहाल्नु 1 केजी 1 केजी मात्र लाने भाइ 1 केजी हाल्दिहाल्ने तिमीले लाने हो कि साँच्चै पैसा हेर त पैसा दाइ आधा केजी हाल्दिनु आधा केजी पैसा पहिला हेरौँ न तपाईलाई पैसा नभने पैसा दिन भरे काटेर अरूले लान मान्दैन भाइ देखाउनु 1 केजी हालिहाल्नु दाइ 1 केजी हालिदिनु 1 केजी के पैसा छैन भने छ क्या पैसा यी दाइ आधा केजी हालिदिनु दाइ आधा केजी के दाइ 2 पिस हालिदिनु यार दाइ 2 पिस दाइ तिमी त कस्तो यार दाइ यार कस्तो कन्फ्युज बुढो रहेछ यार 2 पिस मासु हालिदिनु बुढो साला